यत्रो दाउराको भारी बोकेर। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुलिदिनु होला प्लिज गाइज, सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरूले मेरो ब्याकग्राउन्ड देखेर नि थाहा पाइहाल्नु भइसक्यो होला म कता छु भनेर। म चाहिँ एकदम अहिले गाउँमा छु होइन, यता टक्क लगाएर गाउँमा आएको छु। अनि गाउँमा चाहिँ किन आएको भन्दाखेरि एकदम अलि काठमाडौँमा कति बसिराख्नु होइन, त्यही भएर नि हल्का बाबाआमालाई सहयोग पनि हुन्छ, त्यही भएर कारणले चाहिँ म यता गाउँमा आएको हो। टक्क ल मेरो घर चाहिँ यही हो होइन। अब गाउँघरको घर यस्तै त अनि उता यस्तो बाख्रादेखि अब भैँसीदेखि सबै छ होइन। म तपाईँहरूलाई देखाउने वाला नै छु। टक्क लगाएर यी बाख्रा यतातिर छ होइन, यी बाख्रा यही हो। यी भैँसीको बच्चा उता, भैँसी ठुलो उता, यता है सबै छ होइन। भैँसीदेखि बाख्रादेखि छ उता अझ बाख्राको बच्चा दुइटा उता माथि छ, ऊ सानो खाइरहेछ, खै के खाइरहेको थाहा भएन, जस खाइरहेछ त्यता। बाख्राको बच्चा दुइटा त्यो छ। अनि सो ट्र्याक्टर यता छ भने ट्र्याक्टरको काम सकिसक्यो अहिले चाहिँ। हिजो अस्ति म आएर 4-5 दिन भइसक्यो। मैले अस्ति नै उतातिर 1-2 दिन बुवा र म भएर जोडेर आइसक्यो। अहिले चाहिँ ट्र्याक्टरको काम पुरै सकिसक्यो। अब चाहिँ टक्क अब त्यही हो, ट्र्याक्टरको काम सकिसक्यो। अनि खेतहरू भन्नुहुन्छ भने यस्तो छ खेतहरू चाहिँ, हे यहाँबाट चाहिँ राम्रो देखेको छैन कि उता मुनितिर सब खेत हो। उता माथि डाँडाबाट चाहिँ राम्रो आउँछ खेतहरू एकदम दामी आउँछ क्या त्यहाँ माथिबाट। जस्तो म देखाउँछु तपाईँहरूलाई हाम्रो गाउँको खेत चाहिँ कति छ भनेर देखाउँछु है। अब तपाईँहरूलाई म माथि डाँडामा गएर देखाउँछु तपाईँहरूलाई। अब त्यही हो, गीत पनि भनेको छ नि त हाम्रो गाउँ, अब गीत पनि भनेको छ होइन। हाम्रो त फेदाको खेतैमा 300 मुरी धान फल्छ, म छोरो अर्कै थर भए नि मलाई त तामाङ नि मनपर्छ भनेर यत्तिकै गीत पनि निकालेको त होइन गाइज। त्यही हो, हाम्रो खेत चाहिँ एकदम धेरै छ क्या हाम्रो गाउँको खेत चाहिँ। र मेरो चाहिँ होइन कि हाम्रो गाउँको खेतको चाहिँ एकदम धेरै छ हाम्रो गाउँमा खेत चाहिँ। त्यही हो, अब पुरै यो खेतमा चाहिँ अब आलु र धान मात्रै रोप्ने गर्छ क्या। ल गाइज, हाम्रो खेत चाहिँ यही हो होइन। टक्क यता पनि छ, ऊ यहाँ माथिदेखि नै हो क्या, हो त्यो हरियोदेखि नै मुनिसम्म खेतै हो। अनि उता मुनि पनि खेतै हो। खेत त यति छ कि खेत त भन्नै पर्दैन है गाइज, कस्तो खतरा छ खेतहरू चाहिँ। र यो खेतको गाइज ड्रोन सट गर्न पायो भने चाहिँ एकदम मजाले देख्थ्यो, मजाले एकदम दामी देख्थ्यो। हाम्रो यता गाउँ पनि दामी नै देख्थ्यो, तर मसँग चाहिँ ड्रोन छैन, त्यही भएर चाहिँ अब त्यही हो, अब ड्रोन छैन। अब ड्रोन भएको भए त मैले तपाईँहरूलाई ड्रोन सट गरेर नि देखाउँथेँ, ड्रोन छैन। अब त्यही हो, तपाईँहरूले म्याच गरेर हेर्नु होला। त्यही हो, हाम्रो गाउँ चाहिँ यस्तै छ होइन। ल यही हो हाम्रो गाउँ चाहिँ। ल टक्क यो चाहिँ मेरो घर भयो भने यतातिर चाहिँ अङ्कल आन्टीहरूको चाहिँ घर छ है। त्यही हो, अब म चाहिँ टक्क डाँडामा आएर नि तपाईँहरूलाई देखाइसकेँ टक्क हाम्रो गाउँ यस्तो छ भनेर। सो गाइज, तपाईँहरूले सानो क्लिप हेरेर थाहा पाइहाल्नु भइसक्यो होला। अनि त्यो चाहिँ के हो भनेर तपाईँहरूले थाहा पाइहाल्नु भइसक्यो होला। त्यो चाहिँ होइन, टक्क हामीले चाहिँ के अरे दहीबाट चाहिँ हामीले घिउ बनाउँदै थियो होइन। टक्क लगाएर तपाईँहरूलाई घिउ चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ, मलाई कमेन्ट गर्नु होला। तपाईँहरूलाई चाहियो भने कमेन्ट गर्नु होला है त। सो गाइज, हामी चाहिँ अब वनमा जाँदैछौँ होइन। अब के कसो हुन्छ म तपाईँहरूलाई देखाउने वाला नै छु। अनि वनमा चाहिँ किन जाने भन्दाखेरि वनमा चाहिँ दाउरा छैन घरमा, त्यही हो दाउरा चिर्न चाहिँ जान आँटेको होइन। सो वनमै गएर देखाउँछ है त तपाईँहरूलाई।
होते पानी में गए सो गाइज अघि नै मैले वनमा चाहिँ खासै ब्लग चाहिँ बनाएन है मलाई अल्छी अल्छी लागेको थियो त्यही पनि घाम थियो घामले गरेर नि लास अल्छी लाग्दो रहेछ त्यही हो मैले अनि चाहिँ यतै चौतारामा आएर चाहिँ टक्क हल्का सानो क्लिपहरू चाहिँ राखिदिएको छु है त तपाईँहरूको माझ र देख्न सक्नुहुन्छ उता बुवा र मम्मी अङ्कल चाहिँ जानु भइसक्यो म एक्लै मागी छु अब म पनि जानुपर्ने हुन्छ अब म गएर नै भेट्छु है त घरतिर नै सो अलराइट गाइज अब घर पुग्न लागिसक्यो होइन यत्रो दाउराको भारी बोकेर घर चाहिँ उता छ ओहो दाउराको भारी बोकेर घर पुग्न आइसक्यो होइन सो दुःख गर्नुपर्छ गाइज दुःख गर्नुपर्छ गाउँघरको दुःख यही हो गाइज तपाईँहरूले हेर्नु होला गाउँ घरको दुःख यही हो होइन त ओहो गाह्रो छ हौ गाइज गाह्रो छ सो अलराइट गाइज बल्ल तल्ल घर आइपुग्यो होइन 1.5 घन्टा हिँडेर घर आइपुग्यो बल्ल तल्लमा त यस्तो कालो देखिरहेको होला होइन ओहो लास्टै गाह्रो छ गाइज अब म एकचोटि मुख धुन्छु है त ओहो सक्दैन हौ गाइज सक्दैन गाउँघरमा काम गरेर सक्दैन आमा अन्त साबुनले धुन्छ है त मुख ओहो लास्टै गाह्रो छ हौ गाइज लास्टै गाह्रो छ गाउँमा काम गर्न गाह्रो छ लास्टै हाए ढाडै खुसिसक्यो दुखेर सो गाइस अघि नै आएर यस्तो फ्रेस भएर टक्क लाएर एकछिन बस्यो अनि त्यहाँदेखि चाहिँ टक्क अब के अरे अब चाहिँ भिडियो अन्तिम आइसक्यो आजको लागि यति नै है त बाई बाई।